अहिले चाहिँ पुरा देश एकीकृत भएर चाहिँ अगाडि बढ्नुपर्ने हो हैन। पार्टीगत हिसाबमा पीएलए को मान्छे पनि मैले भेटेको थिएँ। डाक्टर साहब म 2 दिन भइसक्यो हिँडेको खुट्टा सुनिसक्यो भनेर पनि देखाउनु भएको थियो। तर सरकारले पनि गरेछ, हामी पनि गएकै हो, हामीले नि काम गरेकै हो। नेगेटिभ कुरा छ, तर तपाईको कस्तो हुन्छ नि कुनै कुरा पनि प्रोसेसमा जाँदाखेरि हिकअप्स हुन्छ। सुरुमा गाह्रो हुन्छ, त्यस पछाडि प्रोसेस भयो। अब स्थिति के छ, खानेपानीलाई युनिसेफले ट्याब्लेट वितरण गर्न दियो। 16 वटा भिडिसी रेड क्रसले ल्याछ। रेड क्रसले एकचोटिमा एउटा भिडियो 4 वटा 5 वटा भिडिसीमा जान सक्छ। त्यो 4 वटा 5 वटा भिडिसीबाट फर्किँदाखेरि तपाईको 2 हप्ता गइसक्छ। मोबिलाइजेसनको लागि त्यहाँनिर डिएचओ साहबसँग हामीले कुरा गर्दा सर पोलिटिकल पार्टी मोबिलाइज गर्न सकिँदैन भन्दाखेरि खोइ हाम्रो जिम्मा लिन त भने हो, कोही अगाडि नै बढ्नुहुन्न भन्नु थियो। पीएलए बढाछ, त्यसमा म नै भन्दिनँ। तर अहिलेको सरकार र त्यो सरकार भन्ने कुरा छैन कि। हाम्रो यो भनेको गभर्नेन्स सिस्टमको फेलियर हो। हरेक वर्ष त्यहाँ झाडा पखाला हुन्छ। यो पालि पो एपिडेमिक भयो। इन्डेमिक त त्यहाँनिर त ब्याक्टेरिया त छ नि त। त पहिलाको वर्षमा के भएको थियो, 12 क्लास पढ्नेले पानी उमालेर खाँदैन। ओपिडीमा आउँछ, बाबु तिमीले पानी उमालेर खायो भने स्वादै मन पर्दैन भन्छ, के गर्ने। तपाईँको त्यो सबै कुराहरू छ। फेरि तपाईँको हैजाको कुरामा दल्ली भन्ने एउटा ठाउँमा एउटा आमा र छोरी थियो कि। आमालाई हैजा लाग्यो, आमाको मृत्यु भयो। छोरीलाई पनि चाहिँ खेतमा काम गरेर हैजा लगाएर फर्क्यो। त्यहाँ आउँदा त गाउँमा एउटा आमाले कसैले पनि लग्दैन। गाउँलेले के गर्यो भने आमालाई मलामी लगे, छोरीलाई चाहिँ भुसाले कोठामा बन्द गरेर सल ओढाएर सुताएर राखिदिए, यो पनि मर्छ भनेर। मलामी अब हेल्थ पोस्ट चाहिँ त्यहाँबाट 6 घण्टा पर छ, दल्ली हेल्थ पोस्ट। तर 2 घण्टामा चाहिँ रारी जुन छ जहाँनिर दाह संस्कार गरे नि त्यो ठाउँभन्दा त्यहाँबाट चाहिँ खोलापारी चाहिँ रारी छ, ठ्याक्क 2 घण्टा लाग्ने बाटो। गाउँलेले छोरीलाई पनि त बोकेर लगाए त हुन्थ्यो नि, लगेनन्। तपाईँको त्यहाँनिर चाहिँ दाह संस्कार गरेर आगो निभाउँदाखेरि पुलिसले सोध्यो किन आगो निभायो भनेर। आगो उनीहरूले के भने दाउरा चाहियो, दाउरा बचाउनुपर्छ, गाउँमा अर्को तयार हुँदैछ। पुलिस तुरुन्तै कुदेर गयो, मान्छे पनि भेटेन। बल्ल बल्ल एउटा देख्यो, बल्ल बल्ल सास फेरिरहेको मान्छेलाई चाहिँ पुलिसले बोकेर लिएर आयो। तप दिशा चोइराखेर त्यो मान्छे बाँच्यो भन्दाखेरि हैजा भनेर यस्तो छ। तपाईँको यो सबै कुरामा के छ भने एकअर्कालाई ब्लेम गर्नु भन्दाखेरि पनि तपाईँको चाहिँ त्यहाँ कसरी परिचालन हुने हो भनेर त्यो प्लान बनाउनु पर्यो। प्रिभेन्टिभ एस्पेक्टमा हामीले एपिडेमिक टिम बनाउनु पर्यो हैन। कोअर्डिनेसन लेभलमा पनि कतिपय कमजोरीहरू देखियो। औषधिहरू एउटा स्पटमा चाहिँ सबै औषधि पुगे, एउटा स्पटमा चाहिँ क्यानुला आइभी सेट थियो, अर्कोमा चाहिँ रिङ्गल एक्टेड थियो। सबै ठाउँमा इक्वली डिस्ट्रिब्युट गर्ने पर्ने काम त्यो लोकल लेभलमा कोअर्डिनेसनको जिम्माको राम्रो काम भएको थिएन। कमजोरी रहेकै कुरा गरिरहेका छौँ र एकीकृत काम नहुँदाखेरि त्यो कमजोरी हुन गएको भन्ने कुरा पनि आइरहेको छ। यो ब्रेक पछाडि हामी त्यसै विषयमा थप छलफल गर्छौँ।